नेपालमा रोजगारीको अवसरको खोजीमा हरेक वर्ष हजारौँ युवाहरू विदेशिने क्रम जारी छ। तर यही परिस्थितिमा केही युवाले भने स्वदेशमै अवसर खोज्दै आत्मनिर्भर बन्ने बाटो रोजेका छन्। यस्तै प्रेरणादायी पात्र हुन् सुर्खेतको वीरेन्द्रनगरका 27 वर्षीय प्रेम सापकोटा। नमस्कार सबैजनालाई। म चाहिँ लोकल चल्ला बिक्री सुर्खेतको ओनर। तपाईँहरूले धेरै पटक देखि पनि सक्नुभयो होला, धेरैजनाले हामीदेखि चल्लाहरू पनि लैसक्नु भएको छ है त। मैले चाहिँ विगत 5 वर्षदेखि हामीले चाहिँ यहीँकै स्थानीय माउर र भालेहरूलाई चाहिँ कलेक्सन गरेर बच्चाहरू चाहिँ उत्पादन गर्ने कार्य गरिरहेका छौँ है त। स्नातकोत्तर तहमा अध्ययनरत प्रेम सापकोटा र उनकी श्रीमती दुवैजना उच्च शिक्षा हासिल गरिरहेका छन्। पढाइलाई निरन्तरता दिँदै प्रेमले एक निजी कम्पनीमा जागिर पनि गर्छन्। यति व्यस्त समयका बावजुद उनले लोकल कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी फार्म सञ्चालन गरेर सफल उद्यमीको परिचय दिएका छन्। प्रेमले केवल 3वटा कुखुराबाट आफ्नो यात्रा सुरु गरेका थिए। आज उनको फार्ममा 200 भन्दा बढी लोकल कुखुराहरू छन्। मैले चाहिँ 3वटा कुखुराबाट सुरु गरेको हो। अहिले चाहिँ लगभग मेरो 3बाट लगभग मैले 5 गराएँ, 5बाट 10, त्यसपछि 30 अनि लगभग 4 वर्षसम्म चाहिँ मैले 50 कुखुरामा निरन्तरता दिएँ। त्यसपछि त्योबाट पनि अरे राम्रै आम्दानी भएको कारणले गर्दाखेरि चाहिँ अहिले मैले यो समयमा 200वटा राखेको हो। योबाट जे होस् म सन्तुष्टि नै छु भनौँ। आधुनिक ह्याचरी प्रविधिको प्रयोग मार्फत उनले मासिक रूपमा हजारौँ चल्लाहरू उत्पादन गर्दै आएका छन्। साथै कुखुरा पालक किसानका लागि ह्याचरी मेसिन उपलब्ध गराउने व्यवस्था समेत गरेका छन्, जसले स्थानीय कृषकलाई व्यवसाय विस्तार गर्न सहयोग पुगेको छ। यो अन्डालाई चाहिँ हामीले यहाँ राखेर यसमा राखेर निश्चित टेम्परेचर दिएर अनि यहाँबाट चाहिँ बच्चा निस्किन्छ। 21 दिन त्यहाँ राखेपछि यहाँ 18 दिन यहाँ राख्छौँ। हजुर। त्यसपछि चाहिँ अब निस्किन्छ भन्ने बेलामा चाहिँ अनि जस्तो अब कसैले यो ह्याचरी मेसिनको चाहिँ आवश्यकता पऱ्यो भने तपाईँहरूले उपलब्ध गराउन पनि सक्नुहुन्छ होइन? पनि हाम्रो अब त्यस्तो ठुल्ठुलो क्यापेसिटीमा छैन। अब जस्तो नर्मल्ली रूपमा अब यो सानसाना व्यवसायको लागि चाहिँ 100 देखि 500 को क्यापेसिटीको मेसिनहरू पनि हामीले यसरी बनाएर चाहिँ मैले दिइरहेको छु। त्यो भनेको यस्तो टाइपको मेसिन हो, चल्ला भएको मेसिन हुन्छ। यसमा चाहिँ फ्रेमहरू लागेको हुन्छ, 3-4 फ्रेमहरू। अहिले चाहिँ मैले फरक कामको लागि युज गरेको छु। प्रेमका अनुसार मेहनत, निरन्तर सिकाइ र सही योजना भए नेपालमै पनि राम्रो आम्दानी गर्न सकिन्छ। उनी युवाहरूलाई विदेशिनुभन्दा आफ्नै गाउँठाउँमा रहेका सम्भावनालाई पहिचान गरी उद्यमशील बन्न आग्रह गर्छन्। प्रेमको यो प्रयासले केवल उनको परिवारको आर्थिक अवस्था सुधार गरेको छैन, स्थानीय उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भरताको सन्देश पनि दिएको छ। शिक्षा र उद्यमलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने उदाहरण उनी स्वयं बनेका छन्। विदेश नै सफलताको एकमात्र बाटो होइन भन्ने सन्देश दिने प्रेम सापकोटाको यात्रा आजका युवाका लागि प्रेरणाको स्रोत बनेको छ। यदि उचित योजना, परिश्रम र दृढ इच्छाशक्ति भए स्वदेशमै पनि सम्मानजनक भविष्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरण प्रेमको ह्याचरी फार्मले प्रस्तुत गरेको छ। नेपाली समाजमा चाहिँ सबभन्दा चाहिँ युवाहरू विदेशिनुको कारण भनेको चाहिँ भन्न चाहिँ रोजगारीको अभावै भन्छ होइन। तर चाहिँ मुख्य कुरो भनेको चाहिँ युवाहरूले चाहिँ केही काम गर्न लाज मान्ने। जे काम गर्न पनि उनीहरूलाई अहिले स्ट्यान्डर्ड, कसैको एजुकेसन धेरै होला, कसैको एजुकेसन कम होला होइन। तर पनि उनीहरूलाई अलिकति स्ट्यान्डर्ड टाइपको जब चाहिने, अलिक धेरै नै स्यालेरी चाहिने। अनि त्यसपछि चाहिँ पर्सनली रूपमा यस्तो केही व्यवसायहरू गर्नको लागि मान्छेले के भन्ला अनि त्यसपछि लाज हुन्छ भन्ने यस्तो टाइपको सोचेर चाहिँ उनीहरू चाहिँ बरु विदेश गएर चाहिँ जुनसुकै कामहरू पनि गर्न चाहिँ तयार हुने। तर चाहिँ नेपालमा चाहिँ बसेर आफ्नो चाहिँ कामहरू गर्न चाहिँ अलिकति आफ्नो व्यवसायहरू गर्न चाहिँ अलि लाज मान्ने भएको कारणले गर्दाखेरि चाहिँ बेरोजगार रहनुको मुख्य कारण चाहिँ त्यही नै। यो एरियाका मानिसहरूले होइन, ग्राहकहरूले भनौँ न, लोकल चल्ला चाहियो, लिनु पर्यो भने तपाईँलाई कसरी सम्पर्क गर्ने, यसको चाहिँ अलिकति आफ्नो नाम, सम्पर्क, लोकेसन सबै बताइदिनुहोस् न। हामीले चाहिँ पहिलाको समयमा चाहिँ हामी फेसबुक मार्फत चाहिँ पेजहरू गराएर चाहिँ त्यसरी चाहिँ चल्ला वितरण गरिरहेका थियौँ। अहिले चाहिँ हाम्रो पछिल्लो समयमा चाहिँ अलिकति उत्पादन अलिकति धेरै भएको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ हाम्रो टिकटक एकाउन्ट छ, लोकल चल्ला सुर्खेत भन्ने नामले। हामीले चाहिँ त्यही मार्फत नै अहिले चाहिँ लगभग 100मा 80% चल्ला चाहिँ टिकटक पेजबाट नै बेचिरहेका छौँ।
यदि तपाईँहरूलाई चाहिन्छ भने चाहिँ हाम्रो चाहिँ लोकेसन भनेको चाहिँ हाम्रो धुलाबिडी स्कुल नजिकै मिलनचोक नजिकै रहेको छ। अनि हाम्रो चाहिँ अब चल्लाहरू चाहिँ नेपालदेखि सुर्खेतदेखि अल नेपालसम्म चाहिँ डेलिभरी हुने गरिरहेको छ। हामीले अहिले पनि गरिरहेका छौँ। हाम्रो चाहिँ पूर्वको धेरै जिल्लाहरूमा हाम्रो लगभग कमै मात्रा होला कि हामीले नपठाएको जिल्ला कुनै छैन होला, लगभग सबै जिल्लामा पठाइसक्यौँ। अब यो माथिल्लो भेगमा पनि हाम्रो सबै ठाउँमा गइसक्यो। मेरो सम्पर्क नम्बर चाहिँ 98 667 62 613। टिकटक एकाउन्ट चाहिँ लोकल चल्ला सुर्खेत, फेसबुकमा पनि लोकल चल्ला सुर्खेतै रहेको छ। त्यहाँबाट पनि हजुरहरूले अर्डर गर्न सक्नुहुन्छ। हजुरको वास्तविक नाम चाहिँ? मेरो नाम चाहिँ प्रेम सापकोटा पऱ्यो। एकदमै धेरै तपाईँले चाहिँ यो उदाहरणीय काम गर्नुभएको छ। यसरी आफ्नै ठाउँमा बसेर आफ्नो मेहनतले होइन लगानी गरेर यति धेरै जे होस् प्रेरणा दिने काम युवाहरूलाई गर्नुभएको छ। यसको लागि यहाँलाई चाहिँ फेरि पनि सफलताको शुभकामना। हुन्छ सर, धन्यवाद सर।